सी दिस इज 1 रुपिस अनि 1 रुपियाँमा अनि 1 रुपियाँमा चाहिँ के आउँदो रहेछ त होइन भाइ बहिनीहरूलाई हामीले जुन दार्चुला भन्ने ठाउँमा जाँदैछौँ अनि त्यहाँ 1 रुपियाँमा के आउँदो रहेछ तपाईँको 1 रुपियाँ सहयोगले के आयो हेर्नु त आमामा सी ओ माई गड थ्याङ्क यू सो मच सबैजनालाई पन्ध्रमा खुट्टा गरेर सबैजनालाई यसरी ढोग्न चाहन्छु किन भन्दाखेरि तपाईँहरूको 1 रुपियाँले गर्दा आज यति धेरै सामान यहाँ छ लोड गर्नलाई हामी रेडी गरिरहेको छौँ र भोलि बिहान हामी जाँदैछौँ 1 रुपियाँ के आउँदो रहेछ लेट्सी 1 रुपियाँमा के आउँदो रहेछ 1 रुपियाँले भन्नु है यस्तो त टोपी आउँदो रहेछ नानी बाबुहरूले यस्तो तातो खालको टोपी आउँदो रहेछ हेर्नु 1 रुपियाँको है अनि जुत्ता यो बुट जुत्ता हो अनि यो चाहिँ कस्तो खालको भने यो जुत्ता किन यस्तो खालको जुत्ता बुट जुत्ता किनेको भने यो चाहिँ तपाईँको चाहिँ हिलोमा पनि केही नहुने र तपाईँको होइन अनि यो माटोमा पनि केही नहुने त्यस्तो भएर हिउँमा पनि केही नहुने चिसोले पनि नछुने भएर अनि जुगाले पनि नटोक्ने भाइ बहिनीहरूलाई भएर चिसोले पनि बचाउने भएर दिस इज भेरी नाइस आई लाइक दिस अनि त्यसरी गरेर अनि यस्तो यो ट्र्याक सुट यो चाहिँ ट्र्याक सुट हो हेर्नुहोस् यो चाहिँ हामीले फाउन्डेसनको लोगो राखिदिएको छौँ यसमा चाहिँ अनि फाउन्डेसनको लोगो भएको यो ट्र्याक सुट यो माथि लाउने अनि यो तल लाउने यस्तो यो भइहाल्यो होइन अनि त्यसपछि गएर अनि कस्तो सो नाइस ब्याग है अनि दिस इज 1 रुपिस अभियान अनि उल्टो भयो 1 रुपियाँ अभियान यो अब निकाल्दाखेरि 4 हुन्छ होला आई थिङ्क ननिकाल्नु अनि ल यो चाहिँ एकदम राम्रो नाइस यो 1 रुपियाँको अभियानबाट हामीले चाहिँ सङ्कलन गरेको यो अनि सी दिस इज अनि यो चाहिँ ज्याकेट है नानी बाबुहरूलाई ज्याकेट यो चाहिँ एकजनाले पाउने है यो चाहिँ एकजनाको लागि 1 रुपियाँ अभियानमा एकजना विद्यार्थी दार्चुलाको विद्यार्थी अहिले हामी दार्चुलाबाट सुरु गर्न गइरहेको छौँ अनि त्यस हेर्नु त सो नाइस ज्याकेट अनि यो मलाई कलेक्ट गर्नु 3 दिन लाग्यो यति दुःख होइन सामान खोज्नलाई होइन अनि हेर्नु सो नाइस थ्याङ्क यू सो मच जाडोमा चाहिँ एकदमै न्यानो कपडा अभियानमा यति न्यानो कपडा चाहिँ मैले चाहिँ होइन सङ्कलन गर्न पाएँ तपाईँहरूले जति सजिलै 1 रुपियाँ हालेर 1 रुपिस हाल्नु भएको छ 2 रुपिस हाल्नु भएको छ अनि हरेक पैसाको महत्त्व हुनुपर्छ भन्ने मेरो चाहिँ मान्यता हो है अनि यो अभियानमा तपाईँहरू अझै पनि जोडिन सक्नुहुन्छ हामी भोलि जाँदैछौँ र गएर त्यहाँ गएर सामानहरू वितरण गरेर चाहिँ तपाईँहरूलाई चाहिँ हामीले चाहिँ भाइ बुना नाना बुनाहरूलाई नानी बुनीहरूलाई सबैलाई मेरो सानो सानो विद्यार्थी भाइ बहिनीहरूलाई वितरण गरेर हामी अझै अपडेट दिँदै जाँदैछौँ त्यसको लागि तपाईँहरूलाई फेरि पनि